ईश्वरलाई धन्यवाद गर्छु। यहाँहरू सम्पूर्णलाई नमस्कार। परमेश्वरको महिमा भएको सदा चाहिँ आज पनि परमेश्वरको वचन र त्यही वचनबाट बनेको भजन लिएर यहाँहरू समक्ष उपस्थित भइसकेको छु। वचनको शीर्षक चाहिँ यूहन्ना 1:3 पदलाई लिएर आएको छु। यूहन्ना 1:3 पदमा के लेखिएको छ भने, सबै थोक परमेश्वरबाटै बनिए, सबै थोक उहाँद्वारै बनिए, उहाँ बिना केही पनि बनिएनन्। सबै थोक उहाँद्वारै बनिए, बनिएका कुनै चिज पनि उहाँ बिना बनिएनन् भनेर लेखेको छ। आज यो वचन मैले किन लिएर आउनु पर्यो भने, मैले चाहिँ एकदम यथार्थ कुरालाई लिएर आइरहेको छु। जति पनि प्रभुमा आउनुभएका प्रभुका विश्वासी पवित्र आत्माका जनहरूले परमेश्वरले बनाएका चिज वस्तुहरूलाई पनि धेरैलाई विरोध गरेको चाहिँ मैले देखेँ, थाहा पाएँ है। जस्तै अब प्रभुमा गएर ग्रहण गर्नुभएको छ, उहाँ विश्वासी पवित्र जन विश्वासी हुनुभयो भनेदेखि उहाँले चाहिँ तुलसीको बिरुवालाई अनि फुललाई, बर पिपललाई चाहिँ विरोध गरेको। त्यो तुलसीको फुलहरू उखालेर फालेको, फुलहरूलाई रोप्नु हुँदैन, यो पनि उखालेर फालेको, बर पिपल यो केही पनि होइन भनेर ती चिज वस्तुहरूलाई चाहिँ नाश गरेको मैले देखेँ होइन, यो आँखाले देखेँ। देखिसके पछाडि उहाँ पवित्र जन भइसक्नु भएको छ। यूहन्ना 1:3 वचन पनि बुझ्नु भएको छ भने त सबै कुरा परमेश्वरद्वारै बने, उहाँ बिना केही पनि बनेनन् भनेपछि त परमेश्वरले सृष्टि गरेका चिज वस्तुलाई नाश गर्ने को हो त? हामीले ती चिज वस्तुलाई नाश गर्नु हुँदैन। उहाँको आज्ञा अनुसार उहाँको पहिलो आज्ञा नै मदेखि बाहेक अरू कुनै केही चिजलाई वस्तुलाई पनि ईश्वर नमान्नु भनिसके पछाडि त ती चिज वस्तु उहाँले दिनुभएका ती चिज वस्तु त हाम्रो लागि उपयोगी भएर दिनुभएको, हाम्रो लागि हामीलाई काम लाग्ने भएर चाहिँ दिनुभएको छ भने चिज वस्तुलाई नाश गर्नु उचित होइन। म सधैँभरि शनिबार सङ्गतिमा जाँदाखेरि तपाईँ कहाँ जानुहुन्छ बहिनी भनेर सोद्धा म यसरी जान्छु, म पनि जान्छु नि भन्नुभयो। अनि सँगै लिएर गइयो। उहाँलाई एकदमै उत्साहित हुनुभयो, भजनमा उत्साहित हुनुभयो, गवाईहरूमा पनि उत्साहित हुनुभयो र त्यो दिन उहाँलाई एकदम मन पर्यो अनि ग्रहण पनि गरेर आउनुभयो क्या। त्यसको 1-2 दिन पछाडि फेरि उहाँ चाहिँ जानुभयो। फेरि अर्कोचोटि जाँदाखेरि चाहिँ गवाई र भजनमा उत्साहित हुँदै हुनुहुन्थ्यो। पछि जब वचन आयो, वचनको बेलामा चाहिँ त्यो हस्पिटल र औषधिको विरोध गरेको वचन आएको कारणले अर्को दिनदेखि उहाँ जान्न भन्नुभयो। किन नजानी भन्दा मेरो श्रीमानको पेसा पनि डक्टर हो, म यत्रो औषधि पसलमा बसेर औषधि बेच्छु, यही पेसाको कारणले मैले मेरा छोराछोरी देश विदेशमा पठाएँ, घर बनाएर चाहिँ म मजाले खाएर चलेर बसेको छु भने मेरै पेसाको विरोध हुने ठाउँ रहेछ बहिनी, म चाहिँ नजाने है भनेर उहाँ भड्किनु भयो होइन, परमेश्वरको राज्यबाट बाहिर आउनुभयो। त्यस्तै गरी एकजना अर्को दिदी जानुभएको थियो। अनि प्रभु येशूमा विश्वास गर्नेहरूले चाहिँ यो सिँगार पेटार गर्नु हुँदैन भन्ने कुरो थाहा पाउनु भएछ उहाँले। थाहा पाइसके पछाडि प्रभुमा आएर पनि सिँगार पेटार छोड्नुपर्ने, मलाई त सिँगार गर्न एकदम मनपर्छ, मेरो श्रीमानलाई त झन् एकदमै मनपर्छ। अनि उहाँले चाहिँ नजानु भन्नुभयो। अनि म त अब जान्न, प्रभु येशूलाई विश्वास गरेपछि त सिँगार गर्नै नपाउँदो रहेछ भन्नुभयो। उहाँ पनि भड्किनु भयो कि वचनमा त्यति बलियो भइसकेको थिएन। अहिलेको जस्तो वचनमा बलियो भएको भए त उहाँहरूलाई त्यो राज्यबाट बाहिर जान पनि दिइँदैन थियो। मान्छेलाई फलो गर्दै हिँडेको थिएँ, वचन केही बुझेको थिइनँ। जब यो पवित्र धर्मशास्त्रलाई फलो गर्न थालेँ, आज परमेश्वरले वचनमा एकदम परिपक्व बनाउँदै आइरहनु भएको छ। परमेश्वरलाई धन्यवाद। त्यस्तै गरी मैले यो फुलको विरोध गर्नेहरूलाई पनि के भन्छु भने, मत्ती सुसमाचार 6:28-30 पदमा के लेखेको छ भने, लुगा फाटोको लागि चिन्ता फिक्री नगर, मैदानमा फुलेको लिली फुललाई त मैले कति गरेर सिँगारेको छु, त्योभन्दा त तिमी कति उत्तम छौ, त्योभन्दा बढी गरेर मैले सिँगारेको छु भनेर। यो फुल त परमेश्वरले फुलाउनु भएको रहेछ नि, फुलमा रङ पनि परमेश्वरले भर्नु भएको रहेछ नि। हामीले यो बर पिपल तुलसी फुलको विरोध गर्नु बेकार रहेछ। त्यस्तै गरी सिँगार पेटारको कुरामा पनि मैले पहिलो पत्रुस 3:5 पदमा भेटेँ। पहिलाका धर्मी महिलाहरूले पनि सिँगार पेटार गर्थे, त्यसमा पनि साराले एकदम सिँगार गर्थिन् होइन। अनि आफ्नो श्रीमानलाई चाहिँ उनले एकदम स्वामी भनेर बोलाउँथिन्, परमेश्वरको डर र भयमा रहन्थिन्, उहाँले सिँगार गर्थिन् भन्ने वचन भेटाइसके पछाडि यदि यो पवित्र धर्मशास्त्रमा कहीँ पनि सिँगार नगर भनेर त सिँगार गर्नु हुँदैन भनेर त लेखेको रहेनछ नि। यदि त्यो टाइममा मैले वचन बुझे भए उहाँ एकजनालाई त मैले परमेश्वरको राज्यबाट बाहिर जान दिने थिएन होइन। त्यस्तै गरी पढ्दै गएँ, यदि सिँगार गर्दाखेरि परमेश्वरलाई असर पर्छ, परमेश्वरको निन्दा हुन्थ्यो भनेदेखि फेरि लुका सुसमाचार 16:23 पदमा गएर पढ्दा धनी मानिस चाहिँ नरकमा भएको बेलामा चाहिँ मुन्टो उठाएर
माथि हेर्दा लाजरसलाई चाहिँ अब्राहम पिताको साथमा देख्नुभयो। अब्राहम त स्वर्ग जानुभएछ नि। यदि साराले श्रृङ्गार गरेकै कारण चाहिँ परमेश्वरको अवहेलना भएको भए त अब्राहम पनि त उहाँको श्रीमान अब्राहम पनि स्वर्ग जानुहुन्न थियो नि। परमेश्वरको आज्ञामा त मेरो अवहेलना गर्नेहरूको तेस्रो र चौथो पुस्तालाई पनि म दण्ड र श्राप दिनेछु भन्ने त आज्ञा दिनुभएको छ नि होइन। त्यही भएर हामीले गरेको श्रृङ्गारको कारणले हामी स्वर्ग नजाने पनि होइन रहेछ होइन। हामीले श्रृङ्गार गर्दाखेरि चाहिँ कतिसम्म गर्ने, कस्तो गर्ने र कतिसम्म गर्दा परमेश्वरको महिमा हुन्छ र परमेश्वरको आदर हुन्छ भनेर बुझेर व्यभिचारीको वचनलाई बुझेर गर्नुपर्दो रहेछ। यस्ता हामीले धेरै कुराहरू नजानेर नबुझेर विरोध गरेका कारण धेरैजना चाहिँ परमेश्वरको राज्यदेखि बाहिर जानुहुँदो रहेछ। फेरि मत्ती सुसमाचार 18को 6 पदमा त म माथि विश्वास गर्ने कुनै एक सानोलाई पनि मेरो राज्यदेखि बाहिर, मदेखि बाहिर लग्यो भने तिम्रो गलामा जाँतको ढुङ्गो बाँधेर समुद्रको गहिराइमा चाहिँ चोपलिदिनेछु भन्ने आज्ञा पनि दिनुभएको छैन। त्यो आज्ञादेखि पनि हामी डराउनुपर्छ। कसैले परमेश्वरको राज्य भनेको कुनै खानु पिउनु र लाउनुको राज्य होइन, पवित्र आत्माको राज्य हो। त्यसैले त परमेश्वरले भन्नुभएको छ पहिलो सामुएल 16को 7 पदमा मानिसहरूले रूप हेरेर विचार गर्छन् तर परमेश्वरले चाहिँ हृदय हेरेर विचार गर्नुहुन्छ। परमेश्वरले चाहिँ एकदम हृदय हेरेर विचार गर्नुहुन्छ। त्यसैले यो संसारमा सबै चिज वस्तु परमेश्वरले हाम्रो निमित्त बनाइदिनु भएको छ। परमेश्वरले दिएका चिजहरू कुन ठाउँमा कसरी प्रयोग गर्ने भन्ने कुरा चाहिँ हजुरले र हामीले जानेर बुझेर गर्नुपर्दो रहेछ। न अब को चाहिँ केसँग सम्बन्धित छ भनेर पनि केसँग अब रङ चाहिँ व्यभिचारीसँग सम्बन्धित भनेर कुन चिज परमेश्वरले बनाएको कुन चिज केसँग सम्बन्धित छ भनेर पनि हामी त्यस्तो विरोध पनि गर्नु हुँदैन। किनभने अब यो पवित्र धर्मशास्त्रले काहीँ पनि औषधि नखाऊ, हस्पिटल नजाऊ भनेर रोकेको छैन होइन। अब हामी हस्पिटल जान्छौँ होइन, औषधि खान्छौँ। अब यो एउटा फेजा खोकीको दबाई छ, यो चाहिँ प्यारासिटामोल दबाई औषधि ज्वरोको दबाई छ है। अब यसमा हामीले खोज्ने हो यो केसँग सम्बन्धित छ भनेर खोज्दाखेरि त यसमा त ड्रग्स मिसेको हुँदो रहेछ त, यसमा त ड्रग्स हालेको छ। तपाईँले र मैले बर्थडे केक काट्दै गरेर बर्थडे सेलिब्रेट गर्दाखेरि त्यो केकलाई निगालेर हेऱ्यौँ भने त्यसमा वाइन हालेको हुन्छ। के परमेश्वरले हामीलाई ऐन खानु भन्नुभएको छ त? छैन। अब त्यो केक चाहिँ ऐनसँग सम्बन्धित छ भनेर हामीले केकै नखाने त, यो औषधिहरू पनि प्रयोग नगर्ने त होइन। त्यसैले कतिसम्म मैले गर्दाखेरि परमेश्वरको निन्दा हुँदैन, अनादर हुँदैन र कतिसम्म गर्ने र कति नगर्ने भन्ने मात्रै हो। यो चाहिँ रातो योसँग सम्बन्धित छ, उसो भने त सेतो लुगा पनि नाकसँग सम्बन्धित छ, कालो लुगा लाग्यो भने पिपलसँग सम्बन्धित छ, रातो कलर जति सबै देवी देवतासँग छ। अनि दुध फलफुल चाहिँ फेरि मठ मन्दिरसँग छ भने कि प्रभुले दिएका केही चिज नखाने त। तर हामीलाई दिएका हुन्, हामीलाई अब दुध खानको लागि गाई भैँसी होइन, माछा मासु खानको लागि कुखुरा बोका खसी दिनुभएको छ, अन्न अनाज फलफुल सबै हाम्रो लागि दिनुभएको छ भने हामीले त्यस्ता चिज वस्तुहरूलाई चाहिँ सही तरिकाले प्रयोग गर्नुपर्छ। परमेश्वरले बनाएका चिज हामी खाने र आफ्नो दिमाग र बुद्धिले ती चिजबाट बनेका चिजहरू पनि चाहिँ हामी अलग रहनुपर्छ भन्दै केही कुरामा पनि हामीले विरोध गर्नु हुँदैन। जे गर्छौँ त, जसले जे खान्छ परमेश्वरको महिमाको लागि खाँदैछ र जसले जे खाँदैन त्यो परमेश्वरको महिमाको लागि खाँदैन। जसले रङहरूले पहिरिन्छ ऊ परमेश्वरको महिमाको निमित्त पहिरिन्छ, जसले रङ युज गर्दैन त्यो पनि परमेश्वरको महिमाकै निमित्त गर्छ भन्दै हामीले विरोध गर्नु हुँदैन, सपोर्ट गर्नुपर्छ भनेर चाहिँ यो मैले पहिले योना 1को 3 पद अनुसार सबै थोक परमेश्वरले सृष्टि गरेको हो। परमेश्वरको सृष्टिमा भएका चिज वस्तुको विरोध हामीले गर्नु हुँदैन, सही तरिकाले प्रयोग गर्नुपर्छ भनेर चाहिँ यो वचन लिएर यहाँ आएँ। हजुरहरूलाई कस्तो लाग्यो होइन? मैले जस्तो पवित्र आत्माले जस्तो अगाडि गर्नुभयो त्यस्तै यहाँहरू समक्ष पेश गरेँ। उत्साहित हुनुहोला। यही वचनबाट 2 लाइन भजन पनि बनाएको छु, भजनमा पनि उत्साहित हुनुहोला भन्दै ईश्वरलाई धन्यवाद गर्छु येशू ख्रीष्टको नाममा। आज किन बर पिपल फुल तुलसीको विरोध, आज किन बर पिपल फुल तुलसीको विरोध गर्नु भन्दा पहिले प्रभुलाई सोध, विरोध गर्नु भन्दा पहिले प्रभुलाई सोध। को उमार्यो बर पिपल, को उमार्यो तुलसी फुल, को उमार्यो बर पिपल, को उमार्यो तुलसी फुल। सृष्टिका चिज
चिज नाश गरेर नगरौँ है भुल, सृष्टिका चिज नाश गरेर नगरौँ है भुल। सृष्टि गर्ने परमेश्वरले ती फुलमा रङ भरे, सृष्टि गर्ने परमेश्वरले ती फुलमा रङ भरे। यही रङको विरोध गर्दा आफै दङ परे, यही रङको विरोध गर्दा आफै दङ परे। कालो लुगा पिपलालाई सेतो लुगा नागलाई, कालो लुगा पिपलालाई सेतो लुगा नागलाई। दुध फलफुल मठ मन्दिरलाई खै त के मलाई, दुध फलफुल मठ मन्दिरलाई खै त के मलाई। रङ्ग जति देवी देवता पशु पन्छी कुलमा, रङ्ग जति देवी देवता पशु पन्छी कुलमा। हाम्रा लागि के हो पिता परे भुलमा, हाम्रो लागि के हो पिता परे भुलमा। तिमीले दिएका चिज लाउँदा तिमीलाई असर गर्छ र, तिमीले दिएका चिज लाउँदा तिमीलाई असर गर्छ र। तिमीलाई पाउँदा तिम्रै चिज फाल्नु पर्छ र, तिमीलाई पाउँदा तिम्रै चिज फाल्नु पर्छ र। विरोध होइन साथीहरू सपोर्ट गर्न जाने है, विरोध होइन साथीहरू सपोर्ट गर्न जाने है। परमेश्वरका आज्ञानी वचन माने है, परमेश्वरका आज्ञानी वचन माने है, परमेश्वरका आज्ञानी वचन माने है। ईश्वरलाई धन्यवाद गर्छु यसो ख्रिस्टको नाउँमा। पवित्र आत्माले अगुवाई गरेर यति 2 लाइन भजन गाएर यहाँहरूलाई उत्साहित गर्न चाहिँ सबै चिज वस्तु सबैसँग सम्बन्धित हुन्छन्, तर को केसँग सम्बन्धित छ भनेर त्यो लाउनु र खानुको विषयलाई लिएर परमेश्वरको राज्यदेखि टाढा हुने होइन कि आत्मिक रूपमा परमेश्वरलाई महिमा दिने, परमेश्वरले बनाएका कुनै पनि चिज वस्तुलाई हामीले विरोध गर्ने होइन, उहाँको चाहिँ हामीले परमेश्वरले दिएका चिजलाई सपोर्ट गर्दै उहाँको सृष्टिलाई जोगाएर राख्नुपर्छ, पवित्र आत्माबाट चल्नुपर्छ भन्दै ईश्वरलाई धन्यवाद गर्छु। भोलिको दिनमा वचन र त्यही वचनबाट बनेको भजन लिएर यहाँहरू समक्ष उपस्थित हुनेछु भन्दै आजको लागि बाई बाई, नमस्ते।